फरुवाले तान न मजाले सोही सोही काका फरुवाले तान न छोटो छैन लामोले सजिलो हुन्छ नि त पहिला टुप्पो टुप्पो उयो गर हो बिस्तारै रक्सी खान्छु अलि ल्याइदिनु रक्सी कति मग एक मग ल्याइदिन्छु एक मग ल एक मग खौ ल पुरान भाइकोबाट ल्याइदिन्छु ल एक मग ल्याइदिन्छु ल हिजो के मोमो बनाएको थियो घरमा उयो टी मोमो कि मोमो टी मोमो कि मोमो बनाएको थियो ओ काका के बनाएको थियो बेलुका कति खान्छ आजकल एक कि डेढ डेढ बोतल बिचा कुरा नगर न एक मग खान्छ एक बोतल खान्छ होला ऊ बस थाकेको छु बस बस यहाँ बस बस कपाल नकाटिदिनु कपाल काट्दै भन्दै थियो त अघि त मेरो मिसिन छ नि म स्वाइँ पारिदिन्छु मेरो जस्तो हेर त यहाँ कस्तो काट्छ अन्त हजमले कति लिन्छ आजकल काटेको हजमले 70 रुपियाँ अन्त बिचमा 70 गयो म काटिदिन्छु 70 रुपियाँ पर्दैन मलाई 20 रुपियाँ खाली देऊ न गुट्का खाने दिँदैन 20 रुपियाँ अन्त हजमले काट्दैन त 70 रुपियाँ लिन्छ होइन अन्त मलाई 20 रुपियाँ देऊ ल पानी त्यही छ त पानी त्यही छ ल्याइदिउँ एक मग हाफ बोतल ल्याइदिनु हाफ बोतल त मातिँदैन मलाई याद छ ल पर्ख अझै पैसा साट्नु गएको छ कि लैजाऊ त्यो मलाई ल्याइदिन्छु अन्त एक मग हाफ बोतल ल्याइदिन्छु ल फेरि खाएर काम गर्दिनँ चाहिँ नभनिदिनु फेरि के खै कुनै मलाई याद छैन हो याद छैन ऊ रोमा आन्टीले के भन्दैछ औडे छ त्यहाँ भन्दैछ छ भनिदिउँ छ भन्नु कि छैन भन्नु रोमा आन्टीले औडे छ भन्दैछ मेरो माया लाग्छ कि रोमान्टिक माया लाग्छ मेरो माया लाग्छ कि रोमान्टिक हो